के हर्क साम्पाङ यो देशमा चाहिँ प्रधानमन्त्री हो भने यो देशको जनताहरू गरिब बस्नु पर्दैन? गरिब बसे तापनि रोजगारी पाउनुहुन्छ, पेट खाली चाहिँ हुँदैन है। नाङ्गो र भोको चाहिँ बस्नु पाउँदैन कुनै पनि जनताले। हर्क साम्पाङ यदि देशमा उहाँको हातमा चाहिँ शासन यदि भनौँ न के भन्छ संसद प्रधानमन्त्री बन्नुभयो भने चाहिँ जो पनि तलको भई मान्छेहरू कति मान्छे त भोकै छन् नि त होइन, उहाँहरूले चाहिँ भोकै बस्नु चाहिँ पर्ने अवस्था पर्दैन। जस्तै भए पनि उहाँहरूलाई खाने र बस्ने व्यवस्था चाहिँ रोजगारीबाटै त हो नि सबै कुरा। उहाँले रोजगार दियो भने सबैले खानु पाइहाल्छ नि त होइन र, अनि त्यो चाहिँ पुरा हुन्छ। अन्तमा के भन्न चाहनुहुन्छ? म त उहाँलाई त एउटा भगवानै मान्छु, किन भन्दाखेरि भगवान उहाँ सुन्नुहोस् न, उहाँलाई चाहिँ मैले चाहिँ एउटा भगवानको कुनै अवतार हो कि जस्तो चाहिँ ठान्छु क्या उहाँलाई। किनकि मान्छेले त यत्रो धेरै काम त मान्छेलाई धेरै विश्वास गर्दैन नि त होइन, उहाँमा कुनै शक्ति छ जस्तो लाग्छ है मेरो मनमा चाहिँ। शक्ति छ र नै उहाँले यत्रो मान्छेले कति खेद्दा यत्रो गर्दाखेरि पनि अहिलेसम्म उहाँलाई अब जे भए पनि सबैले मान्नुभएको छ, त्यो स्टेपसम्म आइपुग्नु भएको छ। अझै अब योभन्दा झन् राम्रो हुँदैछ। अब हाम्रो सबैको जनताहरूले नै उहाँलाई बुझेर चाहिँ उहाँलाई ठाउँमा हामीले पुर्याउन सक्यौँ भने हामी सबै जनताको र देशैको लागि पनि देशले नै मुहार फेर्नु, देशलाई चाहिँ उहाँले चाहिँ विश्वमा यो नेपाल देश भन्ने देश चाहिँ उहाँले चिनाउन सक्नुहुन्छ भन्ने चाहिँ मलाई लाग्छ एकदमै। किनकि उहाँमा त्यो भिजन छ कि केही नगरे पनि हर्क साम्पाङको भिजन छ भन्दा हर्क साम्पाङसँग भिजनै छैन, ढुङ्गा मात्रै बोक्छ भन्छन् त। ढुङ्गा नपुगेको त कामै हुँदैन। हामी सानादेखि बच्चादेखि हामी खेतीपाती नगरिकन त धान फल्दैन। धान फलाउनलाई त ढुङ्गा माटोमा त हिँड्नै पर्छ होइन र। अनि अब यो भनेको त ढुङ्गा माटो त यस्तो नि परिस्थिति अनुसार काम गर्ने हो नि त। उहाँलाई ठाउँमा पुर्याएपछि त उहाँले त्यही अनुसार अर्को लेभलको काम हुन्छ नि त। ढुङ्गा माटो त सधैँ बोक्नु पर्दैन नि त। ढुङ्गा माटोले एकपल्ट हामीले घर बनाउँछ, हामी 50 वर्ष त आरामले बस्न सक्छौँ नि घरमा। 1 वर्ष हामी दुःख गर्छौँ, 50 वर्ष त रिल्याक्स हामी जिन्दगी बिताउन सक्छौँ नि होइन। त्यही हो यो भिजन पनि जस्तो लाग्छ है मलाई चाहिँ।